गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ र यहाँलाई यो जानकारी गराउँदै अबको क्रममा समग्र हाम्रो सञ्चार जगतलाई समेट्दै र सम्पूर्ण पत्रकार साथीहरूको प्रतिनिधित्व समेत गर्दै म आफ्ना शुभकामना सल्लाह सुझाव राखिदिनु हुनको निमित्त नेपाल पत्रकार महासङ्घ झापा शाखाका कोषाध्यक्ष मुक्ति पौडेलजीलाई हार्दिक अनुरोध गर्दछु। भारतका पत्रकारहरूले खेल्ने प्रतियोगिता हो। व्यवस्थापनको विषयमा नेपाल प्रहरी सशस्त्र प्रहरी हामीसँग हुन्छ भने हाम्रो अभिभावकीय संस्थाका रूपमा काठमाडौँ ट्रेनिङ सेन्टर हामीसँगै छ, भेटरान हामीसँगै छ, नेपाल यो खेलकुद पत्रकार मञ्च हामीसँगै छ, नेपाल पत्रकार महासङ्घ हामीसँगै छ, यसै गरी खेलकुद महासङ्घ हामीसँगै छ। यावत सङ्घ संस्थाहरू हामीसँग साझेदारीमा हुनुहुन्छ। उहाँहरूले यसमा हामीलाई अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुनेछ र अहिले पनि हामीसँग साथसाथमै रहनु भएको यहाँलाई जानकारी गराए। समग्रमा यहाँको अमूल्य सुझाव सल्लाहलाई हामीले ग्रहण गर्दै यो विषयमा छलफल गरेर हामी छिट्टै नै एउटा निष्कर्षमा जाने पनि जानकारी गराउँदै म अब ढिला नगरिकन आजका हाम्रा आकर्षक कार्यक्रमका प्रमुख व्यक्तित्व माननीय शिवप्रसाद मैनालीज्यूलाई आफ्ना सुझावसहित आफ्ना अमूल्य भनाइहरू राखिदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्दछु। मलाई त्यही राखेको अब नेपालमा भएको नेपाल इन्डियो बनाएँ अनि यसको विषयमा मैले गुगलमा पनि सर्च गरेँ, परामर्श लिएँ। वास्तवमा त्यो मिल्दैन। त्यसो इन्डो नेपाल भनेको चाहिँ जस्तो नेपालमा हुने प्रतियोगितालाई चाहिँ इन्डियाको टिमलाई चाहिँ निमन्त्रणा गरेर जब हामी खेलाउँछौँ भने उसको नाम पहिलो हुन्छ। त्यसो नेपालमा यही म्याच नेपालमा इन्डियामा हुने भयो भने नेपाल इन्डो हुन्छ उहाँ होइन। अनि त्यो मैले धेरै बुझेर को कारणले गर्दाखेरि चाहिँ यो इन्डो नेपाल नाम ठिक छ। जस्तो यो मेचीनगरकै कुरा उठ्दै गर्दाखेरि मेचीनगर मिडिया कप भनेको एउटा थिम हो है, किनभने यो टुर्नामेन्टको नाम चाहिँ मेचीनगर मिडिया फुटबल कप हो, टुर्नामेन्टको नाम हो यो है। जस्तो इन्डो नेपाल भनेको एउटा टाइटल हो, भोलि यसमा अन्तर्राष्ट्रिय थपिन सक्छ अथवा अरू चिज थपिन सक्छ। त्यही कारणले गर्दा लेखाइमा अलिकति मिस्टेक छ। जस्तो इन्डो नेपाल माथि हुनुपर्ने, मुनिपट्टि मेचीनगर मिडिया फुटबल कप हुनुपर्ने होइन, किनभने त्यो नाम हो मेचीनगर मिडिया फुटबल कप चाहिँ नाम हो, टाइटल हो, टुर्नामेन्टको नाम हो। जस्तो हामीले मेचीनगर गोल्ड कप भन्छौँ, झापा गोल्ड कप भन्छौँ, जस्तो भद्रपुर झापा गोल्ड कप भन्छौँ होइन, त्यो चाहिँ टुर्नामेन्टको नाम हो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ मलाई यहाँ मेरो व्यक्तिगत राय है, यो इन्डो नेपाल ठिक छ जस्तो लाग्छ। र त्यसले मेचीनगर मिडिया कपको ठाउँमा चाहिँ मेचीनगर माथि लेख्नु साह्रो, मेचीनगर मिडिया फुटबल कप चाहिँ सँगै लेखिनुपर्छ। त्यो चाहिँ करेक्सन गर्नुपर्छ कि भन्ने मेरो व्यक्तिगत सुझाव हो। भारतले खेलाउँदा चाहिँ पहिला इन्डो हुन्छ, त्यसपछि नेपाल हुन्छ। नेपालको तर्फबाट खेलाउँदा पहिला नेपाल इन्डो हुन्छ। अनि यो उहाँहरूले भन्नुभएको सुझाव पनि हामी ग्रहण गर्नुपर्छ, किनभने हामी सुझावै सङ्कलन गरिरहेका छौँ। जस्तो यो मेचीनगर मिडिया क्लब होइन, यो इन्डो नेपाल भएपछि नेपाल र इन्डिया बिचका टिमहरूको बिचमा यो खेल भएकोले गर्दा यसलाई मेचीनगर जोडिराख्नु पर्दैन। मेचीनगर सानो भूगोल भयो, हामी नेपाललाई जोडिरहेको छौँ भने मेचीनगर भन्नु पर्दैन। त्यो मेचीनगर त्यहीँभित्र समेटिन्छ, नेपालभित्र समेटिन्छ, त्यसलाई ख्याल गरौँ होइन। अर्को कुरा मलाई लागेको रमाइलो कुरा पनि आए, अब यहाँ चाहिँ तनाव हुन्छ कि झगडा हुन्छ कि द्वन्द्व हुन्छ कि भन्ने कुरा आयो। त्यस्तो चाहिँ मलाई लाग्दैन, किनभने यो पत्रकारले खेलाउने पनि पत्रकारै र खेल्ने पनि पत्रकारै हो भन्ने कुरो उहाँहरूको आशय हुन्छ आयोजकको आशय। पत्रकारले खेल्न आउँदा लाख रुपियाँ बोकेर आउँदैन, क्यामेरा बोक्ने उनीहरूले टेप रेकर्डर बोक्ने हो, कलम बोक्ने हो, डायरी बोक्ने नै हो। खेल्न पनि उनीहरू एकदम तालिम प्राप्त पनि हुँदैन। सम्भवतः अरूलाई उनीहरूले आघात गरेर आफ्नै खुट्टा चाहिँ भाग्नेसम्म किन तालिम प्राप्त हुँदैनन्, धेरै खेलेका पनि हुँदैनन्। मैदानमा धेरै दर्शक दीर्घामा बसेर फोटो खिचेका हुन्छन्, रिपोर्टिङ गरेका हुन्छन्, ग्राउन्डमा गएर भूमिका खेलेका हुँदैनन्, कमै खेलेका हुन्छ। त्यसले गर्दा उनीहरूले अरूलाई दखल पार्ने होइन, अलि मेडिकल टिम चाहिँ भेट्ने जस्तो लाग्छ। उनीहरूले अरूलाई लडाइँ झगडा गरेर सुरक्षामै खतरा जोखिम होला भन्ने चाहिँ अब इन्डिया र नेपालकै दुईवटा जुत्लान् कि भन्ने पनि छैन। यो दुइटै देशको जित्ने खालको, सबैको जित्ने खालको टिम खेल भएकोले गर्दा यो चाहिँ रोचक पनि हुन्छ, दर्शकलाई कुनै आघात पनि पर्दैन। खेलाडीको सुरक्षा भन्नाले पत्रकारकै सुरक्षा चाहिँ बरु आफै उनीहरूको भौतिक सुरक्षा, स्वास्थ्य सुरक्षामा चाहिँ ध्यान दिनुपर्छ भन्ने म सुझाव राख्न चाहन्छु। मेचीनगर मिडिया फुटबल कप 2082 भन्नुको ठाउँमा इन्डो नेपाल मिडिया फुटबल कप 2082 मेचीनगर भने के हुन्छ? यो नाममा अलिकति समस्या हो, अलिकति मलाई समस्या लाग्यो, मलाई लागेको समस्या हो। के महसुस गर्नुहुन्छ? अब राष्ट्रको चौथो अङ्गको रूपमा स्थापित मिडिया कर्मी साथीहरू
सञ्चारकर्मी साथीहरूले आयोजना गर्नुभएको छ। म अरू केही विषयमा जान चाहन्न। यो नामलाई सुन्दर बनाउने हो, ब्यानरलाई सुन्दर बनाउने हो भने इन्डो नेपाल मिडिया फुटबल कप 2082 मेचीनगर राख्नुभयो भने त्यो सुन्दर हुन्छ। हुन त मेचीनगर आयोजक होला, आयोजकै तलतिर लेख्न सकिन्छ मेचीनगर भनेर लेख्न सकिन्छ। त्यसले गर्दा यसलाई सच्याउनका निम्ति आग्रह अनुरोध गर्दै यो फुटबल मनोरञ्जनको साथ माध्यम होइन। यो खेलकुद भनेको समग्र खेलकुदका विधाहरू जुन अहिले 42-43 खेलकुदका विधाहरू नेपालभित्र सञ्चालन छन्, झापामा 33वटा विधाहरू सञ्चालित छन्। खेलकुदका विधाले असल नागरिक निर्माण गर्छ। जबसम्म असल नागरिक निर्माण गर्दैन, अनुशासित नागरिक निर्माण गर्दैन, तबसम्म देशले विकासको पडको मार्न सक्दैन। त्यसले गर्दा यो असल नागरिक निर्माण गर्ने अभियानमा मिडियाकर्मी साथीहरू लागेर जुन आयोजना गर्नुभएको छ, तपाईँहरू सबै साथीहरूलाई सफलताको हार्दिक शुभकामनासहित मेरो पनि पूर्ण सहयोग रहने वचनबद्धतासहित यो नामलाई सच्याएर अगाडि गइदिनका निम्ति आग्रहसहित बिदा दिन चाहन्छु। धन्यवाद। टुरिज्मका स्पट्सहरू त्यो डिस्प्ले गर्न सकिन्थ्यो। भारत एउटा विशाल जनसङ्ख्या भएको देश हो। हामी 3 करोड छौँ, तर हाम्रा सम्पदाहरू त्यो विशालतालाई क्याप्चर गर्न सक्नेछन्। अघि पनि प्रसङ्गमा आएको थियो। त्यसकारण कुनै पनि सङ्घ संस्थाहरू भारतको तर्फबाट नेपाली सङ्घ संस्थासँग सहकार्य र MOU गर्न चाहने अवसरको रूपमा यसलाई विकास गरिदिनु भयो भने सायद देशले एउटा ठुलो अवसर पाउने थियो भन्ने मलाई लाग्छ। यो अवसरलाई कमसेकम फ्रेमिङ गरिदिँदा 1-1 घन्टाको लाइभ टेलिकास्ट र त्यहाँ भएका मानिसहरूको र यहाँ भएका सङ्घ संस्थाहरूको लाइभ प्रस्तुति भए आम जनताले पनि नेपाल भारत सम्बन्धमा एउटा नलेज लिन सक्ने र यसका अवसर र चुनौतीहरूको अध्ययन गर्न सक्ने एउटा अवसर पनि बन्न सक्ने थियो। त्यसलाई मैले इङ्गित गरिदिनु हुन अथवा त्यसमा इन्क्लुड गरिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद। मेरो चाहिँ अझै अलिक फरक देख्छ। इन्डो नेपाल मिडिया कप फुटबल टुर्नामेन्ट मेचीनगर 2082 मैले मेरो चाहिँ सुझाव। अब अर्को कुरो एउटा प्रोपोजल आयो यसको यो टुर्नामेन्टको सन्दर्भमा, यो अलिक अपूर्ण देखेँ मैले चाहिँ। यसमा स्रोत खुलाइएन। स्रोत के त? कहाँबाट आउने हो स्रोत? सहभागीबाट कति स्रोत आउने हो अथवा प्रायोजक सहप्रायोजकबाट कति स्रोत आउने हो? अपेक्षा कहाँबाट राखिएको हो? त्यो स्रोत आइदिएको भए अलिकति यहाँबाट पनि सजिलो हुन्थ्यो भनेर स्रोत देखिनँ। र सहभागिताको कुरा पनि अलिक अपूर्ण देखेँ। मिडिया कर्मीले खेल्ने खेल हो वा मिडियाले खेलाउने खेल हो? यहाँ सक्रिय सहभागिता रहनेछ मिडियाको मात्रै भनियो। मिडियाको सक्रिय सहभागिता रहनेछ भनेको छ। मिडिया क्लबहरू आफै, मिडिया कर्मीहरू आफै सहभागी भएर खेल्ने टुर्नामेन्ट हो वा मिडिया क्लबले खेलाउने टुर्नामेन्ट हो? यो अलिकति प्रश्न नभएको हुनाले यो प्रश्न हुन्थ्यो भने सुनमा सुगन्ध हुन्थ्यो। मेरो कुरा यति मात्रै, अरू कुरा सबै राम्रो छ। सहयोग पक्षलाई आएको। धन्यवाद।